मेरो सामाजिक सञ्जाल पुष्प शाह फेसबुक आइडी र पुष्प शाह अफिसियल युट्युब च्यानलबाट यो भिडियो हेरिराख्नु भएको सम्पूर्ण पायलवासी अछामवासी र समस्त नेपालवासी दाजुभाइ दिदीबहिनीहरूलाई र नमस्कार छ। तपाईहरु सबै कुशल मंगल र आरामै हुनुहुन्छ होला अपेक्षा गरेको छु। म पनि केही समय व्यस्तताका कारण तपाईहरुको कल मेसेज र फोन उठाउन सकिरहेको छैन। आज अलि समय छ, त्यही भएर तपाईहरु सम्पूर्णलाई कल मेसेज रिप्लाई गरेन उठाएन भनेर नरिसाउनु होला। मेरो समयको व्यस्तताका कारण त्यस्तै भएको छ। आज चाहिँ हामी हाम्रो पायलको प्रसिद्ध देवी सोर्सा देवी, यो हाम्रो पायलको दाजुभाइनाहरुको अंगरक्षक हो कुनै समयको र अहिलेको पनि। आज चाहिँ हामी यहाँ विशेष किन तपाईहरुलाई यो देखाइरहेको छु भने आज चाहिँ हजुर यहाँ किन आउनुभयो? आज यहाँ देवी की भाग्न आया। देवी की भाग्न किन हजुर? के त्यसो समस्या परेर देवी भाग्न आया? छोरो बिरामी भयो। ए छोरो बिरामी भयो त्यही भएर देवी भाग्न आया। ए ल राम्रो छ। देवीले जे होस् राम्रो गरिदिया छन्। राम्रो गरे। अब आधा मान्छे त भन्दा नभई देवी देवता केही गर्दैन, केही हुँदैन। देवी देवता नभए हुन्छ कि? हो देवी देवता त हुन्छन्। पूरा गरेकी छन् नि देवीले तम्रो मनोकामना कहिल्यै पूरा गरेको छ। तपाईहरुलाई थाहा छ देशमा गणतन्त्र आयो। पहिला नेपाल विश्वभरिको एकमात्र हिन्दू राष्ट्र थियो। गणतन्त्र आयो, देश तहस नहस भयो, माओवादीले हाम्रा धर्म कर्म बेचेर फाल्यो। अहिले देश धर्मनिरपेक्ष छ। त अब तिमी देश पहिला धर्मनिरपेक्षबाट हटेर हिन्दू राष्ट्र होस् भन्न चाहनुहुन्छ कि यसै लथालिङ्ग होस् भन्न चाहनुहुन्छ? त अब त्यसो चाहना छ, हिन्दू राष्ट्र होस् भन्ने चाहना छ। हजुरलाई देशमा राजा हुँदाखेरि राम्रो लाग्यो कि अहिलेका नेता भएर राम्रो लागेको छ? देश कसो बनाइदियो नेताले? पहिला राजा हुँदाखेरि कसो चाहिँ देशमा एक राजा थियो, हजुरलाई थाहा छ? ती राजा राम्रा हुन् कि अहिलेका नेताहरू ठिक हुन् त? आउँदैन हजुरै। नै गाउँ समाजको न्याय के आछि राम्रो होला? राजा आछि गाउँ समाजलाई न्याय, जनतालाई राजा आछि न्याय पाउने हो गाउँ समाजलाई देख्या। अहिले हाम्रो त देवी देवता पनि यस्तै अवस्थामा छन्, समाज यस्तै अवस्थामा छ, गाउँमा जन्ती छैन, मलामी छैन। राजा अब एक राजा आएर चाहिँ राम्रो हो? 100 नेताले लुटी खानु भन्दा त बरु खाया भने एक राजाले खाए त राम्रो होला कि? अब यहाँ सुन, आज तिमी यो देवी देवता भक्कल गर्न आयो, तिमी देवी देवता मान्दछौ। अब कम्युनिस्ट भनेका देवी देवता धर्म नमान्ने हुन्। तिनी कम्युनिस्ट पार्टी आउँदछौ, माओवादी एमाले समाजवादी जो कम्युनिस्ट विचार बोकेका पार्टी हुन्, तिनीहरू धर्म मान्दैन। अब तिमी या त सोडसा देवीलाई मान्नु छाड्दिया या त्यो कम्युनिस्ट पार्टी जो पार्टीका विचार भनेको धर्म नमान्ने विचार हो। त्यो बरु क्रिश्चियन त धर्म हो, मुसलमानको एक धर्म हुन्छ। यो कम्युनिस्ट विचार बोकेका मान्छेको धर्म कोही धर्मलाई मान्दैन। धर्म भनेको विश्वभन्दा कम्युनिस्ट। अब यो देवीलाई पनि माने, यसा विधर्मी पार्टीलाई भोट पनि नहाले। हाल्ने भोट ल धन्यवाद छ। यहाँ आया देवी देवता, यी देवीले हजुरको कल्याण गरून्, हजुरका छोराको स्वास्थ्य लाभको कामना छ, यो देवी देवताले ती पूरा गरून्। हामी पनि खुसी, हजुर पनि खुसी। धर्म बचाउनु पर्छ। अब चाहिँ कम्युनिस्ट वालालाई भोट नहाल्नु। भोट नहाले, भोट हाल्नु भन्दा पहिला समाज देवी देवता चाहियो, त्यो हाम्रो धर्म चाहियो। धर्म बेची खाएको छ। यसले नेता हुन् जो तुमले नेता जिताया, ती नेताका पनि मेन नेताले बेची खाएको यो धर्म बेची खाएको पो। अब भोट नहाले लौ, यी देवी देवताले तिम्रो कल्याण गरून्, हाम्रो पनि कल्याण गरून्। आज मेरो पूजनीय नजिक त भाइ पूजनीय जिजु बुवा र हाम्रो अछामी भाषामा बाजे हैसिन्छ। बाजे, देवी देवताले मान्छेको त कल्याण गर्यो, हजुरका छोरा नातिको त कल्याण गरेन, यी देश पनि कल्याण गरिदिन्न त? यी देवी देवताले देश बिग्रिएको छ, समाज बिग्रिएको छ। देवी देवताको शक्ति त छ भन्दा अन्त छ, विश्वास मान्छिन्छ हजुर? कसो मान्छे छ त? अब नेतालाई भोट हाल्ने आइसो हजुर, हजुरका धर्म बेच्दिने नेतालाई, राजा मात्दिने नेतालाई भोट हाल्ने आइसो हजुर। ल ल ल जा। त्यो त आफ्नो इच्छाको कुरा हो हजुर। अहिले त हिन्दू राष्ट्र छैन बाजे, हिन्दू राष्ट्र बेचेर खाले नेताले। अब हिन्दू राष्ट्र चाहियो कि नि हजुरलाई? चाहियो पो? राजा चाहियो, राजा र हिन्दू राष्ट्र चाहियो, किनकि हाम्रो गाउँ समाज बिग्रेको बाजे देख्छौ। ल अब चाहिँ हामी गाउँ समाजमा चाहिँ परिवर्तन हुन्छौँ। सुशीला सरकारले सुनोस्, हाम्रा गाउँमा जन्ती छैन, गाउँका घरका दरवाजा बन्द छन्, गाउँ हाम्रा बुढापाकाका छोरा नाति बम्बईदा गएर अरूका काम गर्दा छन्। हामीलाई चुनाव चाहिएको छैन। हाम्रो देश यस्तो अवस्थामा पुर्याएर गणतन्त्रले सकिसक्यो। अब चाहिँ हामी गाउँका जनता परिवर्तन हुन्छ। पायलवासी दाजुभाइ तथा दिदीबहिनीहरू बुझिदिया। अब हामी मान्छेमा विश्वास नगरौँ, कि देवी देवतामा विश्वास गर्नुपर्छ। हामीले देवी देवतालाई विश्वास गरेर आफ्नो देश चलाउनु पर्छ, देशमा राजा ल्याउनु पर्छ। अब यी छन् कसो भयो यो हजुर?
अब नै गर्न जस्तो बनाउनुलाई भएन हजुर गर्नु मैले पनि उनको पनि मन भर्यो अहिले हजुर हजुर अब इनलाई कोही मान्दैन भने त्यो धारामा बढाए नि त पनि देवी देवता पनि दोधारमा छन् हो त्यहीलाई सबै बिग्रिएको हो यो हो त्यही भएर अब पहिला धर्म हिन्दू राष्ट्र हुनु पर्यो बाजे हजुरको नाति बनाए काठमाडौँमा जिन्दी आन्दोलनमा छ अहिलेसम्म लड्दैछ के भन्ने आइसक्यो उसलाई अब यी देवी देवताको कृपाले त ऊ सकुशल छ अहिले उसलाई चोट लागेको छैन साट लागेको छैन लाग्दैन अब ऊ नातिका लागि पनि हजुरले भोट नहाल्छ आइसक्यो बाजे अब यो चुनाव आएपछि हामीलाई पहिला राजा र हिन्दू राष्ट्र चाहियो अनि भोट हाल्ने हो भन्छेला हजुरका यो भिडियो हेरिराखेका पाइलाका दाजुभाइलाई के भन्नु छ हजुरलाई हजुरका छोरा नाति परदेशबाट हेरिराखेका छन् यो भिडियो आज हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा सबै लाग्दिया भनिन्छ अब हजुरको चाहना त्यही छ अरू केही भनिसिँदैन ल धन्यवाद छ हजुरलाई ल तपाईहरुलाई पनि धन्यवाद छ